2015 को रोपाइँ चल्दैछ। पुरै रमाइलो छ यहाँ। ट्र्याक्टर पनि साह्रै स्लो चला है यहाँ। ल हाम्रो ल भनिदिनु त यहाँ आज के हो कार्यक्रम? ल ठ्याक्कै ल 2083 सालको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको खेत रोपाइँ 15 गते पूर्णिया परेर हल नचलेर आज 17 गते यो रोपाइँ कार्यक्रम समापन। यस कार्यक्रमका अध्यक्ष हाम्रा खगराज कडेल र हाम्रो यहाँ धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष, निवर्तमान अध्यक्ष, भूतपूर्व अध्यक्ष सबै यहाँ हुनुहुन्छ। खेतालाहरू कहाँबाट? खेतालाहरू 1 नम्बरदेखि साबिक गैँडाकोट 1 नम्बरदेखि 9 नम्बरसम्म पारी चितवनका पनि 1-2 जना 2-4 जना आउनु भएको छ। सबैको माया मोहले उहाँ चाहिँ प्रवक्ता है मौलाकालिका मन्दिरको खेतमा खुसियालीको साथ सहस्र स्वीकार गरेर आउनुभयो। यसमा चाहिँ धेरै धेरै धन्यवाद छ। आलु पनि यसरी नै भेट्नु न पाइयो। विद्यार्थीहरू कहाँबाट? मन्दिरबाट विद्यार्थी भाइ बहिनीहरू पनि मौलाकालिकाबाट। नारायण यहाँ एउटा यसो हान्दिनु त हाम्रो बोटुकसित। र विद्यार्थीहरू कहाँबाट के आयो? ल विद्यार्थीहरू भन है के हो तिमीहरूको ताल? मौलाकालिकाले आयोजना गरेको लगभग अब रोपाइँ दिन लाग्छ। तल बाँकी छ, विद्यार्थीहरू आइसकेको छ नि मौलाकालिका मन्दिरबाट। नाम के हो तिम्रो? रोप्ने हो धान ल्याइयो अब जाने हो आज खाएर। ल अब आइयो तल त हाम्रो परेन होइन। ल दही चिउरा अब खै म त अतिथि हो, प्रमुख अतिथि। आसन छैन फेरि है। हामी सहयोगार्थ बाहिर हामी सहयोगी ल ल आउने छिटो आउने यहाँ नाम टिकटक बनाउने यहाँ छेप्दैन, हिलोले छेप्दैन त। हाम्रो ल ल कस्तो लाग्यो हाम्रो? अरू अझै मन छ कि? हाम्रो मौलाकालिका माताको कृपाले अब यो चौको गाममा दिदी बहिनीहरू हामी सबैजना पटेको भएर सबैलाई एक एक चक्लेट वितरण पनि गर्दैछ है। मौलाकालिका माताको
ल ग्रुप फोटो खिचिँदैछ यहाँ अहिले अब हामी चाहिँ चोरी भयो या चक्लेट ए त्यस्तो भने सबै बस्छन् फेरि लालमोहन छ भने सबै बस्न थाले त भोलि भरे आउँछ नि सर है आइहाल्छ नि अब भरे आउँछ भरे सबैजनाले त हेरिसो दिनु सर मलाई यता है यता पहिला सर र एउटा फोटो ल म पनि दिदी एकैछिन चाहिन्छ यता हेरिसो यो तल्लो 3-4वटा बारी 1 2 3 4 5 6 7 8 9वटा बारी चाहिँ हाम्रो धान रोपिसकिएको छ हाम्रो टोलीले त्यो सबै लगभग 25-30 जना 100 जनाको इस्टिमेट हो नाम लेख्दैछन् एकैछिनमा यो बारी चाहिँ हामीले चाहिँ रोपिसकिएको छ यहाँ 3 घण्टामा सबै काम सिद्धियो 3 घण्टामा सिद्धियो सबै ल जय घन्टी ल अब खाजा खाने कार्यक्रम हुँदैछ तलबाट हामी तलबाट यहाँ चौतारोमा आइयो यो जय श्री सामुदायिक उपभोक्ता समूहको जङ्गलको चौर के अरे कार्यालय भन्दा यतापट्टि सामुदायिक वन भन्दा यता थुप्रै छ जनसङ्ख्या 100 भन्दा बढी छ यहाँ ल चौतारोमा अब अघिल्लो दिनमा रोपा उसलाई पनि हो कि बिउ हाल्ने पनि खान्छ हिजो बिउ हाल्नेलाई यहाँ यत्रो पानी रहेछ खुट्टा धुनलाई उहाँ धारामा यो आमा छोरी खासै खुसी आमा छोरीको अब रुपैयाँ गरेर आएर खाजा खानाको वेटिङ छौँ हामी के आउँदैछ त खाजामा दही तरकारी रसमरी जेरी बनाना होइन बुनिया होला धेरै भेराइटी आउँदैछ खामला अनि थाहा हुन्छ यो त हावा हामी त एकदम चौतारामा चिसो खाएर बसेको छौँ चिसो तल हावा छ चिसो खाएर कस्तो भयो त रोपाई कस्तो भयो एकदम राम्रो मजाले रोप्यो भ्याइयो कस्तो भयो रोपाई कस्तो भयो एकदम रमाइलो भयो रमाइलो रोप्यो खेत रोप्यो मौलाकाली मन्दिर खेत रोप्यो आज 11वटा घर
खाजा खाजा ल खाजा आयो खाजा खाजा हाम्रो ल खाजा खाजा ल आयो खाजा कार्यक्रम चम्चा दिनु ल टपरी यता यता चम्चा पछाडि छ चम्चा पछाडि छ यता यता एकछिन पछि ल दुईटा हाल दुईटा हो कति ठुलो डाडुको एउटा हातले पहाडी छ कि पहाडी चम्चा पहाडी छ कि सेतो टोपी सेतो यो खानी भयो ल आयो है यहाँ तरकारी पनि आयो चिउरा पनि आयो चम्चा यहाँ चम्चा हालिदिन्थ्यो एउटा ल धन्यवाद कस्तो छ तरकारी तरकारी पिरो छ खाएकै छैन अनि कस्तो छ तरकारी डढेको पिरा भिडभाडको यस्तै हो र चौतारामा सिट खाली छ माथि माथि ए लालमोहन त यता पाउनु भएछ नि त लालमोहन त रसोरी छ भन्थ्यो खोइ ए लालमोहन आयो है उता लालमोहन छुट्ला चौतारीमा मै बसी होला कि बरको डाली दाइ मुगेर छोला कि रेलाई साला मै बसी होला कि बरको डाली दाइ मुगेर छोला कि रेलाई साला हे भाइ असार 15 को रोपाई कार्यक्रम आजबाट यसरी सम्पन्न भएको छ सबैलाई धन्यवाद छ है ल खाजा खाइसकेपछि अब हाम्रो सिद्धिन्छ कार्यक्रम ल असारको चिउरा कसार मौला कालीले दाइ हाम्रो भेट जुराको उनले त्यो कुराको मौला कालीले हाम्रो भेट जुराको धन्यवाद तपाईँलाई
है